ढोक्दिया। हाम्रो चाहिँ फेरि पनि ब्लग आइसकेको छ र यो पालि चाहिँ हाम्रो ब्लग कर्णालीको सुन्दर भ्यूबाट सुरु हुन गइरहेको छ। हाम्रो चाहिँ झापासम्मको यात्रा सुरु भइसकेको छ र सुरु हुन नपाउँदा हामीलाई भोक पनि लागिसकेको छ। गन्थन चल्दैछ। त्यहाँ हेर न त्यो कुरकुरे सकिन लागेको थियो, एउटा कुरकुरे दे भनेको पनि दिएकी थिइनँ यसले। किन दिनु त अनि मेरो कुरकुरे? यो चाहिँ वाइ वाइ हो। उसको सकिसकेको कुरकुरे देखाएर होइन कस्तो सानो छ त्यहाँ। तैँले पनि खाइस् त? खाए त अनि खाना त किन खाइस् त? ऊ कति राम्री म। यो चाहिँ हाम्रो ट्राभलको डे 1 रहेको छ र भोलिपल्ट हामीलाई चाहिँ गाडीको समस्या हुन्छ भनेर अघिल्लो दिनै घर छोडेर हामी घर नजिकै एउटा होटलमा गएर बसिसकेका थियौँ र यहाँको खाएकै छ होटलमा बसेर पुरै बाहिरको कुरा ल्याएर सुनपापडी भात खान ढिलो भयो नि त। त्यही हो, यहाँ साथी मस्त फोन चलाएर टिकटक पनि हेर्न दिँदैनन्, प्राइभेसी नामको कुरा पनि छैन। के हो त्यो भनेको? के बोलेको बोले माफ गरिदिनु ल। होटलमा बसेका थियौँ, राम्रो थियो एकदम सुन्दर पुरै। यो चाहिँ साथीको डान्स प्रिपरेसन है हाम्रो चाहिँ यसरी डान्स गर्ने भनेर बसी बिचारा साथीलाई चाहिँ हामी आउने भनेर हत्तो पत्तो छैन। यहाँ बसी हामीले सबै डान्स पनि सिकिसक्यौँ सरप्राइज दिनलाई। सरप्राइज साथीलाई रुवारै छाड्ने हो तर रुन्छे हो जोस् रुवारै छाड्ने हो। अनि के गर्छ भनेर अगाडि देखिहाल्नुहुन्छ नि ब्लगमा। हाम्रो साथी रुन्छन् कि हाँस्छन् है, खुसीले हेरौँ अब अगाडि। बेबी गुस्सा हो बेबी। ए बेबी गुस्सा हो क्या? आयो मजा आएको थियो यार यो दिन। तर एकदम रमाइलो भएको थियो नि। खाना खाना बोलाएका थिए यहाँनिर, हामी खाना खाना निस्क्यौँ। मलाई त अङ्कल जस्तो देखेको रहेछ। यो चाहिँ उनीहरूको डाइनिङ हल थियो, राम्रो थियो जोस् होटल। वाउ, होटलको प्रमोसन चाहिँ होइन कि र राम्रो त खाना राम्रो थियो, मासु मिठो थियो। मासु चाहिँ अलिकति पहिलाको जस्तो चाहिँ भएन क्या। पहिला जुन एक्सपेक्टेसन लिएर गएको थियौँ, पहिला चाहिँ जाँदा जस्तो चाहिँ फर्किँदा भएन। पहिला खाँदा एकदम मिठो भएको थियो, तर पनि तातो भात त मिठै हुँदो रहेछ। तर चाउचा ग्रेभी खान नपाएको धेरै दिन भएको थियो कि, अनि ग्रेभी खाएर अलिकति स्वर्गीयको अनुभूति भएको थियो होइन। बेला बेला मुख पनि बिग्रिँदो रहेछ तर पनि मिठै थियो। होइन म त ठिकै हो, केही भनेको थिइनँ। के गरेको साथी बिहान बिहानै उठेर बिहानै उठेर यो चाहिँ रेडी भएर पुरा 6 बजी गाडी आउँछ भनेको थियो, रेडी भएर अब यहाँनिर ऊ टक्कसँगले मिस गरिमा दाहालको एन्ट्री भयो। साथीको ड्रेसअप म हेर्दै सुत्केरी जस्तै देखेको रहेछ। हाई हाई गर्दै थियौँ पुरा। 6 बजी गाडी आउँछ भनेर रेडी भएको हतार हतार 5:30 बजी उठेर अलिअलि त बनिनु पर्यो। खोकी लाग्दै थियो यसलाई, अनि थर्मस देखिरहेको थिएँ मैले, अनि थर्मस लानुपर्छ है क्या भनेको त साथी त सिरियसली ब्यागमा हाल्न पो गएको थियो त। काला नर्काको सम्पत्ति जिस्केको पो त। हामीलाई चाहिँ पुरा त्यो गाडीवालाहरूसँग रिसिरहेको थियो, केही ल्याङ भएको थियो बाटोमा, त्यो भएर। यो चाहिँ हामी होटलबाट चेकआउट गरेर गाडीमा बसेर जान लागेको थियौँ। अब चढिदिएको कुरा अब हेर्नु न यहाँ भ्यू, तर धुलो यति थिएन यो बाटोमा। जस्तो बोर भएर गाडी हिँडाउँदै हुँदैन, यत्तिकै ल्याङ गरेर नि आधी घन्टा रोको, आधी घन्टा यो पहाडको बाटोमा आधी घन्टा रोको। अनि सुरु भइसकेको छ अब हाम्रो फेरि डे 2 को यात्रा। यो चाहिँ कस्तो दामी त्यो सिन्धुलीवाला भाइब्स आइरहेको थियो, कस्तो राम्रो छ क्या बाटो। यो भ्यूहरू त दामी दामी थियो नि। नेपालमा पनि साँच्चै नेपाल एउटा प्रकृतिले भरिएको सुन्दर देश भनेर चाहिँ यहीँबाट प्रमाण हुन्छ क्या। हामीले प्रत्यक्ष नै देखेर आयौँ। धेरै राम्रो छ ठाउँ नेपाल। हामीलाई 2026 राशिफलले करोडपति हुन्छ भनेको त जाति कहाँ राख्ने हो पैसा। तर कति कुराहरू मिलेको छ यो पालि हाम्रो। यरको राम्रो दृश्य, वाउ हेर्न यो चाहिँ सेम त युरोप वाला फिल आइरहेको थियो क्या मलाई। यो गर्दाखेरि युरोप छ नि विकास हुने हो भने त हतार हतार क्यामेरा निकालेर गरेको दामी देखेको नि। यो आमामा हल्ला र बाटो चाहिँ कुनै कुनै ठाउँमा नि आन्द्राभुटी हल्लिसकेको थियो, हल्बलिसकेको थियो क्या सबै गिरी। मस्त निदाइरहेको थिएँ यस्तोमा पनि, सुत्न पनि दिन। वाउ कहाँ हो यो? तर यो खै कहाँ हो त दामी देखेको नि बाटोहरू कहाँको तल सुर्खेत झर्दै थियौँ नि यति बेला। सुर्खेत झर्दै थियौँ। सुर्खेत यो चाहिँ हामी सुर्खेत आइपुगेर होटलमा बसेको, सुर्खेतको होटल। माथिको होटल त राम्रो थियो, अब सुर्खेतको होटल यस्तै भयो। यो चाहिँ बिहानै सुर्खेतमा बसेर भोलिपल्ट चेकआउट गर्ने बेलाको भिडियो सानो क्लिप लिएको थिएँ मैले। के गन्थन चल्दैछ?
खै के एयरबड देखाउँदै के भन्दै बाडी के रे अब लाएर सुन्ने यो चाहिँ घुमाएको थियो मान्छेहरू पनि दिँदैनन् कस्तो मजाले निदा रात थियो बाटोमा यो चाहिँ सुर्खेतदेखि उँधो लागेपछिको दृश्य कोलपुर झर्दाको यो कस्तो दामी देखेको थियो हतार हतार क्याप्चर गरिहालेको मोमेन्टहरू तर जति कुरा हाम्रो आँखाले देखेको छ नि त्यो भन्दा राम्रो नदेखिने है आँखाले जति राम्रो देख्यो त्यस्तो क्यामेरामा देखिँदैन के हो ए भोक लागेर मर्ने बेला भएको थियो यो चाहिँ अब चाहिँ हामी यो कुन अरे बर्दिया निकुञ्जमा आइपुगेको थियौँ बाँध अरे न साथीको पो याद आयो त पूर्णिमाको यहाँ चाहिँ भिडियो गर्न दिँदैन भनेर आर्मीले फोन खोज्छ भनेर अलिकति मात्रै गऱ्यौँ यहाँ बिल्डिङ कोलपुर आइपुग्यो कोलपुर त अब आउँछ आयो कस्तो खुसी लाग्दैन क्या 3 महिना पछाडि देखेको कि हुन त उहाँ पनि बिल्डिङहरू त थिए र पनि कस्तो खुसी लागेको क्या यो बाटोमा आइसक्दा अब झापा आए जस्तै फिल भयो तर शान्तमा बस्ने बानी भएछ एकैचोटि झर्दा झ्याङ 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 लाग्यो क्या गाडी यो चाहिँ हाम्रो कोलपुरको बस पार्क कत्रो ठुलो छ नि यो बस पार्क ठुलो रहेछ यहाँ ठुलो थियो यार यो बस पार्क हेर्न त्यहाँ कस्तो राम्रो थियो क्या यो चाहिँ कोलपुर आएर बस पार्कमा खानासाना खाएर घाम तापेर बसेको फुच्ची थियो त्यहाँनिर त्यो फुच्ची हो म त होइन फुच्ची होला फुच्ची हो कति राम्रो यो चाहिँ अब लाग्यो है झापातिर अवस्था हेर्न अवस्था नाजुक भएको थियो यार कहाँबाट पहाडबाट झरेको भने प्रष्टै चिनिरहेको छैन है यहाँ पनि यो पनि निकुञ्जै पर्छ होला यो बाटोमा निकुञ्ज थियो त्यहाँ साथीको यतिकै गन्थन चलिरहेको थियो यहाँ मेरो आँखामा कचेरा हेर्छे उसको पिम्पल्स हेर्छे दाँत हेर्छे ब्रस गरिँदैन नि त ऊ पिम्पल्स हेरेको हेर नि त्यहाँ अनुहार बिग्रेको र कस्तो भएको त पानीले चेन्ज भएर अहिले भएर अलिक राम्रो फेरिँदै गइहाल्छ नि पानीमा टुई 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 अरे यो चाहिँ कति बेला पुग्नु जस्तो भएको थियो है बाटो कति राम्रो बाटो थियो यहाँ यो होला निकुञ्ज आउने बेलामा यहाँ पनि बाँधो रहेछ हामी त बाटोभरि साथी नै मात्रै देखेर पूर्णिमा साथी तिम्रो त यति याद आयो तिर्सना मेटाइदियो बाँदरले मार्छ होला मकै यो चाहिँ बाटोमा मकै कति थोक खाइयो भगवान मकै चटपटे यो कहाँ बुटोलमा हो होइन बालुवाङमा बुटोल होइन त होइन कहाँ हो बालुवाङ आउँछ अनि मात्र बुटोल ए हो उताबाट आउँदा यो फेरि निन्द्राले कस्तो तर दामी सुत्यो यात्रामा गाडीमा है म पनि मस्त निदा आयो क्या यो पालि खतरा चेप्दै कति बेला कोसी आइपुग्यो थाहा पनि पाएन कोसी आएपछि त अब त घर आयो भन्ने हुन्छ कोसी टक्क कटेर इटारी पुगिन्छ नि अनि बिउ होइन तर कस्तो हुस्से लागेको नि हुस्से लागेको हामी बसेको ठाउँमा चाहिँ कहिले हुस्से नै नलाग्ने जस्तो चिसो भए पनि तराईतिर हुस्से लाग्छ अरे जाडोमा उतातिर चाहिँ लाग्दैन घाम लाग्ने क्या दिनभरि कस्तो हेर्न पानी दामी यो चाहिँ हाम्रो बिजोगै पार्दैको थियो यो निदाइरहेको थियो यसलाई थाहै छैन यो भिडियो गरेको ए हो यो निदाइरहेको थियो क्या र कति साँच्चीकै नै फाइनली म चाहिँ घर आइपुगेँ अब साथी चाहिँ के गरिन् कुनै मैले त बनाइन मलाई रिस उठो हैन त गाडीवाला चेन्ज गरिदिएको थियो नि त बाटोमा ए म चाहिँ घर आइपुगेर यहाँ रुबीले सान्नु होइन मलाई गरेर खुसी भयो खुसी भएर अब चाहिँ घर गएको 2 दिन पछाडि टक्क साथीलाई सरप्राइज दिन जाँदै काँको भेटामा टी अफ नयाँ खोलेको रहेछ त्यही बोलाएको छु हामीले साथीलाई अच्चो पनि थिएन उ ब्लग हालेको छ मैले तपाईँ टिकटकमा ब्लग हालेको छु तेरो उयोलाई नन्दलाई पनि ब्लग हालेको के बोला तूने प्रवीणलाई चाहिँ थाहा छ प्रवीण दाइलाई चाहिँ रुबिन दाइलाई पनि थाहा छैन कसको बिहे खानु अरे खै बिहे खाँदा अरे मोटो मम्मीलाई पनि थाहा रहेछ जस्तो लाग्यो न मलाई त्यस्तो भन्नु गरेमा हालेर पनि आउँदैन रोना धोना पछि फेरि हाम्रो फेभरेट पार्ट खाने कार्यक्रम सुरु भयो आमामा त किमा नुडल्स खेलाएको थियो म त्यो नमुस्यो अनि कति 3 महिना पछाडि भेटेको होइन
म त हेरेको खान मन लाग्यो क्या कन्डक पनि खाँदैछौँ के खाँदैछौँ हाम्रो साथी फेरि गमक्क परेर खुसीले केही छैन 3 महिना पछाडि देख्दा त जिरिङ्ग हुँदो रहेछ साथी खानेकुरा देख्दा पनि कस्तो के भित्रबाट पनि हर भयो क्या देख्दा खुसी लागेर खाएको यो चाहिँ अब खानपिन सकेर हामी चाहिँ निस्किरहेको थियौँ साथी अझै उसको मन भारी भइरहेको थियो रुन खोज्दै थियो अझै लास्टसम्म पनि त्यस्तै भएको थियो है See you in the next video. Thank you for watching. Bye bye.